टिमु टिम आनाको म्याक्सिमम भिडियोमा देखिरहने यो चाहिँ मेरो छोरी हो नाम चाहिँ कसले राखेको थियौ मैले यसलाई ल्याउनु 1 वर्ष अगाडि नै टिम हो टिम ज्ञानी रहेछ ज्ञानी छ हेर न क्यामेरामा हेर न जस्ट म्युजियम जस्तो रहेछ यहाँ भित्र पनि के आर्ट सबै चीज यो चाहिँ मेरो हस्बेन्डले सबै गर्नु भएको डेकोरेसन हजुर अनि यो चाहिँ कहाँबाट कस्तो राम्रो मलाई मोस्टली अंग्रेजी मुभीमा देखिरहेको हुन्छ कि इंग्लिश मुभीहरुमा रियल चाहिँ गिफ्ट हो गिफ्ट हजुर अनि उतापट्टिको त्यो काठको यो छ नि यो चाहिँ नेपालको हैन बाहिरबाट इम्पोर्ट गरेको अनि यता यो आर्ट आफूले गरेको यो होइन यो चाहिँ एकदमै फेमस पेन्टर रोयो भन्ने हुनुहुन्छ उहाँको पेन्टिङहरु यो र त्यो यता पनि छ त्यो पेन्टिङ यो आर्ट चाहिँ मैले सुनेको एकदम आफ्नो लाइफमा पनि इम्पोर्टेन्ट छ भन्ने सुनेको थिएँ यार यो चाहिँ मेरो हस्बेन्डलाई म जस्तै लाग्छ यो पेन्टिङ चाहिँ अनि मलाई सुरुमा पठाउनु फर्स्ट टाइम अब कन्भर्सेसन हुँदाखेरि यो हो उहाँले यो फोटो पठाउनु भएपछि तिमी जस्तै छ भनेर यो आर्ट नभएको भए चाहिँ मेबी बिहा हुँदैन थियो हुन सक्छ त्यो पनि यो चाहिँ मेरो मुवाको ब्याजको कलेक्सन कति धेरै यो उहाँको रसियामा बस्दा बाटोको सबै ठाउँमा घुम्नु जाँदा बाटोको सबैको एउटा कन्ट्री जानु त्यति ठाउँको सबै ब्याजहरु जहाँ जानुहुन्छ उहाँबाट ब्याज कलेक्सन गर्नुहुन्छ उहाँले चाहिँ अरूले चाहिँ कसैको चाहिँ पैसा अथवा कुनै खानेकुरा चीज ल्याउँछ उहाँहरुको चाहिँ यो ब्याज रहेछ उहाँले पैसा नि गर्नुहुन्छ कतिवटा कन्ट्रीको होला टोटल यहाँ 20-25 त्यो त 19 मैले सुनेको 1981 देखि होला यो हो अब स्टुडियो जाँदैछौँ हामी माथि चाहिँ मेरो स्टुडियो छ माथि दुई तला कि एक तला माथि अब 1-2 तला माथि यहाँबाट चाहिँ मेरो पेन्टिङहरु यहाँबाट चाहिँ आफ्नो आनाको स्टुडियो अब स्टार्ट है मेरो स्टुडियो सुरु